हिन्दीमा के भन्थ्यो अरे बुवा? बातचीत को पीसने पर तो भीतर यहाँ मशीन एक तो है, पीसने वाला मशीन। उसमें हम लोग पीस के बना के अब आप लोग को दिखाते हैं। काम हम करते हैं, आप लोग सुनते हैं। बैठे डॉक्टर साहब कुछ भी नहीं करता है, बैठे बैठे गप हाँकता है। हमारा गप इतना अच्छा है। हमारा बात दिल्ली से यहाँ तक हमको पहुँचाया है। बुढी पनि काम केमा काम गर्छ त। मलाई यस्तो समाउने गाइड चाहिन्छ यहाँ, यहाँ समातेर मोटरसाइकल जस्तो यसरी समाउने घरमा लगेर बनाइदिन्छ ल। त्यस्तो भएको यहाँ आयो भने समाएर बसिरहेको नि। ल त्यस्तै बनाइदिन्छु घरमा चाहिँ। यो त अस्पतालमा कहाँ बनाउनु नि, घरमा चाहिँ खटियामा त्यस्तै बनाइदिन्छु ल। बगैँचा हो कि के हो यो? यो बगैँचा चौरी बगैँचा हो। क्याम्पमा अब सबै थोक छ नि, बगैँचा, रुख, झारपात, फुलहरू, बाटो सबै छ। पाँच सय दिएर आगो लेखाएर अहिले एकदम ठिक छ बुवा। अहिले चलाउनु हुँदैन फेरि। अहिले पुछिदिएको त, पुछिदिनँ। खै यो मिसिनले फाँस जान्छ र आफै। यहाँ निकालिदिन्छु म त्यसो गरेर। त्यो माथिबाटै ल्याएको छ नि, लाग्नुपर्छ नि। यहाँ कहाँ माथि तल यो हामीलाई डिस्चार्ज दियो बुवा। अब फेरि घर जाने अहिले। अब क्याम्प अहिले आज भोलि पर्सिसम्म छुट्टी छ क्याम्पमा। निकोर्सी कानेकोर्सी आउनुपर्छ। मुखबाट पाइप लाएर अनि तल पिठबाट पनि पाइप लाएर हेर्ने अरे तपाईँको खुन कहाँबाट जाँदैछ भनेर। घाउ अब मासु मांस चिल्लो ताप्लो केही खानु भने सादा खोले दाल र भात, दाल भात सब्जी, मासु पनि खानु हुँदैन तपाईँले। आन्द्रामा घाउ छ के, चाउमिन खाने भन्नुहुन्छ, मोमो खाने भन्नुहुन्छ। चाउ पकाएर खाएको खाए गऱ्यो है। अल्छीको भाँडाहरू किन्दाखेरि नखाने नि त हजुरबाले भात पकाएर नखाने, चाउमिन पकाएन एकछिन
चाउमिन त किनेर सजिलो छ ये भूख चाउमिन पकावन ऐसे चाउमिन पकावन